आज आज चाहिँ हामी यो गलफोटारी एरिया बुढानीलकण्ठ नगरपालिकामा एउटा ट्रम पुरानो मोडलको कमसेकम 15 वर्ष जति पुरानो होला 7 केजी एलसीको। अब उहाँहरूले चाहिँ सर्भिसिङको लागि भनेर बोलाउनु भएको थियो र एकैचोटि ठुलो आवाज आएर ठ्याक्कै बस्यो अरे मेसिन है। अब मेसिनको भित्रपट्टिको भाग चाहिँ हामीले खोल्यौँ। अब अहिले यस्तो कन्डिसनको छ। अब यो पुरै अब यसरी सरफ र यो पानी अथवा यो के हो, अब किन उहाँहरूले चाहिँ अब यो सर्भिसिङ पनि अब टप्लिन पनि बेला बेलामा गर्नु हुन्थेन होला। अब यस्तो यस्तो कन्डिसनमा आइपुग्नुन्जेलसम्म यो मेसिन चल्दैछ। अब मेसिनको हालत चाहिँ यस्तो छ। अब उहाँहरूले चाहिँ अब बेला बेलामा यसो टप्लिन गरिरहनु पर्ने, सायद उहाँहरूले त्यो आइडिया पनि भयो कि भएन त्यो चाहिँ हामीलाई थाहा भएन। अब यहाँहरूले पनि यदि मेसिनबाट अलिक साउन्ड आउन थाल्यो, अलिकति जस्तो अनौठो प्रकारको साउन्ड आउँछ, त्यति बेला चाहिँ अलिकति यसो विचार गर्नुहोस् कि मेसिनमा केही समस्या हुन लागेको छ। त्यो चाहिँ भयो भने तपाईँहरूले चाहिँ यसो हामीलाई पनि सम्झिनु होला। त्यसको लागि चाहिँ अनि यति बेलसम्म यसरी चलाउनु भयो भने अब त्यो धेरै अब यतातिर यसको कुरा अब यस्तो पनि भयो। हेर्नुहोस् उहाँहरूले चलाउनु भयो त्यसरी। अब यो पुरै ड्रमले काटेर हामीले चाहिँ वेल्डिङ गरेर ल्याएको, अहिले प्लास्टिक वेल्डिङ गरेर त्यो दुलै परिगएको थियो, यस्तो भएको थियो, दुई टुक्रा भएको थियो। अनि यो चाहिँ यसरी वेल्डिङ गरेर ल्याएको छ। होला हजुरहरूलाई पनि यस्तो अब आवाज आयो भने चाहिँ मेसिन नचलाउनु होला, हामीलाई सम्झिनु होला। कान्तिपुर एप्लायन्सेस होम सर्भिसलाई यसको लागि चाहिँ ल धन्यवाद है।